नमस्कार सबैमा, म बालकृष्ण पौडेल। हजुरहरूले धेरैले यो भर्ना शुल्क र वार्षिक शुल्कको बारेमा जानकारी गर्नु भनेर जानकारी प्राप्त गरौँ न सर भनेर भन्नुभएको छ। त्यही बारेमा म हजुरहरू समक्ष जानकारी गराउन गइरहेको छु। यो वार्षिक शुल्क र भर्ना शुल्क सम्बन्धी। यो मूलत रूपमा यो संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका 2072 मा त्यहाँ 14 वटा शुल्कहरू संस्थागत विद्यालयले लिन पाउने भनेर निर्धारण गरेको छ। त्यसमध्ये एउटा भर्ना शुल्क र वार्षिक शुल्क, त्यो बीचको भिन्नता के हो त्यो बारेमा म हजुरहरू समक्ष जानकारी गराउन चाहन्छु। यो भर्ना शुल्क भनेको चाहिँ विद्यार्थी कुनै पनि विद्यालयमा नयाँ भर्ना लिन आउँदै छन् भने त्यस विद्यालयमा चाहिँ त्यस विद्यालयले त्यो विद्यार्थी बापत भर्ना शुल्क भनेर लिन पाउँछ। त्यो भर्ना शुल्क चाहिँ कतिभन्दा बढी लिन पाइँदैन भन्दाखेरि स्थानीय तहबाट स्वीकृत भएको त्यस कक्षाको मासिक शुल्क, 1 महिनाको मासिक शुल्क बराबरको चाहिँ भर्ना शुल्क लिन पाइन्छ। त्यो भर्ना शुल्क चाहिँ फेरि माथिल्लो क्लासमा अपग्रेड हुँदै जाँदाखेरिको केसमा चाहिँ उसले चाहिँ लिन पाउने अवस्था रहन्न। अर्को भनेको एउटा के छ भन्दा वार्षिक शुल्क छ। त्यो वार्षिक शुल्क भनेको अथवा एनुअल फी भनेर भन्छौँ। त्यो एनुअल फी भनेको चाहिँ कस्तो हो भने त्यस विद्यालयमा अध्ययन गर्दै गर्दाखेरि अपग्रेड हुने क्रममा हामीले चाहिँ अपग्रेड हुने क्रममा चाहिँ तपाईँको त्यो विद्यालयको त्यस कक्षाको स्थानीय तहबाट स्वीकृत भएको 2 महिना बराबरको मासिक शुल्क चाहिँ वार्षिक शुल्कको रूपमा चाहिँ लिन पाउने प्रावधान छ। त्यो वार्षिक शुल्क चाहिँ केका लागि भन्ने हुनसक्छ। त्यो वार्षिक शुल्क चाहिँ यस निर्देशिकामा के उल्लेख गरिएको छ भने खेलकुद, त्यसैगरी अतिरिक्त क्रियाकलाप, त्यसैगरी प्रयोगशाला, विद्यालय भवन मर्मत, पुस्तकालय र प्राथमिक उपचार बापत लाई प्रयोग गर्नको निम्ति चाहिँ यो वार्षिक शुल्क लिन पाउने भनेर निर्धारण गरेको छ। धन्यवाद।